everyone. So अहिले चाहिँ हामी गुड मर्निङ everyone. So अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ नयाँ जग्गा किन हाँसिस मजाले के हो जग्गामा अप्ठ्यारो रहेछ कि सो द्याट म त्यहाँ पुगेरै तपाईँहरूलाई देखाउँछु हो कस्तो रहेछ त्यो जग्गा चाहिँ भनेर हो। यहाँ हेर्नुहोस् है मन्दिर रहेछ। यहाँ चाहिँ हामी मन्दिर पनि दर्शन गर्न आइसक्यौँ होइन। एरिया चाहिँ इट्स भेरी ब्युटिफुल। सो तपाईँहरूलाई पनि देखाइदिउँ भनेर नि। वाउ परमात्मा नि गरेर तपाईँहरू पनि दर्शन गर्नुहोस् मन्दिरमा। कृष्णाय वासुदेवाय। भिडियो चाहिँ ज्यादा क्लिक गर्नु दिँदैन रहेछ तर मैले तपाईँहरूको लागि भनेर कम्ती क्लिप चाहिँ गरेको छु। सो तपाईँहरू इन्जोय गर्नुहोस्। यो चाहिँ बाहिरको लुक्स हो। हामीले अर्को मन्दिर पनि दर्शन गर्न आइसकेको छौँ। पूरा पानी भरा रहता है। मैं अभी 1 मंथ पहले आया मैं इधर ही। कस्तो दामी हो अम्बो हामीले पनि एक्सपिरियन्स गऱ्यौँ मजा आयो कि। अब जाना है तो जाइए। डरले हामीलाई त्यसले गर्दा चाहिँ अलिकति यो चाहिँ बेङ्गलोरको सबैभन्दा पुरानो मन्दिर अरे होइन। हामी दर्शन गर्न आएको। यो भित्र चाहिँ यति दामी दामी तर भिडियो चाहिँ क्लिक गर्नु दिँदैन रहेछ मात्रै होइन। अलिअलि चाहिँ लुकेर गरेको छु। सो यो चाहिँ बाहिरको एरिया सबैभन्दा ओल्डेस्ट सबसे ओल्डेस्ट मन्दिर अरे यो चाहिँ। अब चाहिँ म तपाईँहरूलाई शिव मन्दिर देखाउनु आँटेको छु। बेङ्गलोरको सबैभन्दा के भन्छ अब फेमस मान्छे चाहिँ कहाँदेखि आउँछ भनेर चाहिँ म तपाईँलाई देखाउँछु ल। मैले चाहिँ तपाईँहरूले पनि दर्शन गरोस् भनेर चाहिँ देखाइदिएको। सो हेर्न सक्नुहुनेछ कत्रो चाहिँ ठुलो छ।